क्रुसमा उहाँले जम्मै कुरा हाम्रो लागि गरिसकेको छन्। हाम्रो चङ्गाइको लागि, हाम्रो जीवनको लागि, हाम्रो सुरक्षाको लागि परमेश्वरले सबै कुरो क्रुसमा बलिदान दिएको छ। तर जबसम्म हामी विश्वासको कदमहरूलाई बढाउँदैनौँ, हामी परमेश्वरबाट चङ्गाइ प्राप्त गर्न नमुम्किन। हामी परमेश्वरलाई रेगुलर मिस नगरिकन हामी दिनहो चर्च आउने विश्वासी हुन सक्छौँ, तर स्टिल हामी बिमारी चाहिँ शरीरमा भइरहेको हुनसक्छ। किन त्यो बाटो तपाईँ चर्चमा बेस्ट अफरिङ टाइप दिने व्यक्ति हुन सक्छ, तर तपाईँको घरमा तपाईँ च्यालेन्जेसले फेस गरेको हुन सक्छ। जब येशूले मत्ती 4 जब येशूले परीक्षालाई देख्न भयो लुसिफरबाट, अनि यसैले छ, अनि जब परीक्षा देखि अब येशूले भन्छ शैतानलाई तँ मबाट दूर हट, अनि जब दुष्ट त्यहाँबाट गयो, अब यसैले छ तल लास्टमा, अनि अब स्वर्गदूतहरू आएर यीशुको सेवा गरे। What do you mean by that? मैले के भन्न खोजेको, अब जब येशूले त्यो दुष्टलाई जा भन्यो, अनि मात्रै स्वर्गदूत आएर येशूको सर्भिसमा लाग्यो भनेपछि स्वर्गदूत वरिपरि चाहिँ थिए अलरेडी आएको मात्रै थियो। येशूले जब परीक्षा देख्दै थियो, स्वर्गदूत अनि स्वर्गले येशूले चाहिँ हेरिरहेको थियो। तर जबसम्म येशूले त्यो 3टा परीक्षालाई पार गरेन, स्टेप गरेन, तबसम्म स्वर्गदूतहरू सर्भिसमा आएन। तर हुने चाहिँ वरिपरि थियो येशू। जबसम्म येशूले आफ्नो परीक्षालाई कदम चालेर लगाइदिन्छ। आजको बिहानी परमेश्वरको आत्माले यसरी भनिरहेको छ, जबसम्म एउटा विश्वासीले तपाईँको च्यालेन्जेसमाथि उठेर तपाईँले लडाइँ गर्ने निर्णय गर्दैन, तबसम्म स्वर्गले लडाइँ गर्न सक्दैन।